ल हेलो गाइज, आज हामी विदेशी ठाउँको उपनामले चिनिने नेपालका केही स्थानहरूको बारेमा जान्नेछौँ। फर्स्टमा यहाँ आइसक्यो नेपालको, यहाँ आइसक्यो फर्स्टमा यो हेरिदिनुहोस्। नेपालको स्विजरल्यान्ड भनेर कुन ठाउँलाई चिनिन्छ थाहा छ? नेपालको स्विजरल्यान्ड भनेर कुन ठाउँलाई चिनिन्छ? कमेन्ट गर्नुहोस् कुन हुन्छ। जिरी, दोलखाको जिरी। यहाँ अब उत्तरमा छ जिरी, दोलखाको जिरी। तपाईँ उत्तर नहेर्नु होला है, म आफूले जवाब दिनु होला। अब सेकेन्ड नम्बरमा आइसक्यो नेपालको दार्जिलिङ भनेर कुन ठाउँलाई चिनिन्छ? नेपालको दार्जिलिङ भनेर कुन ठाउँलाई चिनिन्छ? उत्तरमा यहाँ आइसक्यो जुम्ला, जुम्लालाई चिनिन्छ। नेपालको काश्मीर भनेर कुन ठाउँलाई चिनिन्छ थाहा छ? नेपालको काश्मीर भनेर कुन ठाउँलाई चिनिन्छ? उत्तर नहेर्नु होला, आफैले कमेन्ट गर्नु। नेपालको काश्मीर भनेर कुन ठाउँलाई चिनिन्छ? जुम्ला हो, त्यो पनि जुम्ला हो। यहाँ उत्तर हेरिलिनुहोस्, जुम्ला। ठिक छ। अर्को अब यहाँ आइसक्यो नेपालको बनारस भनेर कुन ठाउँलाई चिनिन्छ? नेपालको बनारस भनेर कुन ठाउँलाई चिनिन्छ? रिडी भयो, पाल्पाको रिडी। अनि आयो नेपालको नैनीताल भनेर कुन ठाउँलाई चिनिन्छ? नेपालको नैनीताल भनेर कुन ठाउँलाई चिनिन्छ? त्रिवेणी धाम, नवलपरासीको। ठिक छ। नेपालको ताजमहल भनेर कुन ठाउँलाई चिनिन्छ? रानीमहल, पाल्पा जिल्लाको हो। अनि आयो नेपालको श्रीलङ्का भनेर कुन ठाउँलाई चिनिन्छ? नेपालको श्रीलङ्का भनेर कुन ठाउँलाई चिनिन्छ? यो कोशी टप्पु। यो सबै एक्जाममा आउने खालको प्रश्न हो, कोशी टप्पु। नेपालको चेरापुन्जी भनेर कुन ठाउँलाई चिनिन्छ? नेपालको चेरापुन्जी, चेरापुन्जी याद गरिलिनुहोस्। लुम्ले, कास्कीको लुम्ले। यहाँ वर्षा पनि धेरै हुन्छ। नेपालको माउन्ट फुजी भनेर कुन ठाउँलाई चिनिन्छ? नेपालको माउन्ट फुजी भनेर कुन ठाउँलाई चिनिन्छ? यो छ मनासलु, मनासलु। माउन्टबाट मनासलु याद गर्नु, मकालु होइन, मनासलु। नेपालको फोकल्यान्ड टापु भनेर कुन ठाउँलाई चिनिन्छ? फोकल्यान्ड टापु, यो सुन्दर हरैचा, मोरङ जिल्लाको सुन्दर हरैचा। अनि यो आउने प्रश्न, नेपालको मरुभूमि भनेर कुन ठाउँलाई चिनिन्छ? यो सबैको आँखामा आउने प्रश्न हो। मुस्ताङ, मुस्ताङ हो, मुस्ताङ याद गरिलिनु। मरुभूमिबाट मुस्ताङ, मनाङ होइन, मुस्ताङ, मुस्ताङ। ठिक छ। अब यहाँ केही आइसक्यो नेपालको कुन सहर कुन उपनामले चिनिन्छ? ठिक छ। यसमाबाट पनि तपाईँहरू केही ज्ञान हासिल गरिलिनुहोस्। यो पनि आउन सक्ने प्रश्न हो। गुलाबी सहर उपनामले कुन सहरलाई चिनिन्छ? वालिङ, वालिङ। यहाँ उत्तर आइसक्यो वालिङ। अब आयो हरित सहर उपनामले कुन सहरलाई चिनिन्छ? हरित सहर उपनामले कुन सहरलाई चिनिन्छ? हेटौडा। सेल्फी सहर भनेर कुन सहरलाई चिनिन्छ? धनकुटा। जात्रा पर्वको सहर भनेर कुन सहरलाई चिनिन्छ? भक्तपुर, भक्तपुर। अनि आयो कला नगरी भनेर कुन सहरलाई चिनिन्छ? ललितपुर, ललितपुर। कला नगरीको ललितपुरमा धेरै कलाहरू हुन्छ नि, त्यसैले याद गर्नु ललितपुर। मन्दिरको सहर भनेर कुन सहरलाई चिनिन्छ? यो सबैको दिमागमा आउने प्रश्न हो। काठमाडौँ, काठमाडौँ। पोखरीको सहर भनेर कुन सहरलाई चिनिन्छ? जनकपुर, जनकपुर। पोखरीको सहर भनेर। नेपालको फिल्म सिटी भनेर कुन सहरलाई चिनिन्छ? नेपालको फिल्म सिटी भनेर डाङडुङ्गे हो, डाँडा, डाङडुङ्गे डाँडा, दोलखा जिल्लाको। अब यहाँ आइहाल्यो नेपालको पहिलो साइकल सिटी भनेर कुन सहरलाई चिनिन्छ? धरान, सुनसरी जिल्लाको धरान साइकल सिटी। माटोको सहर भनेर कुन सहरलाई चिनिन्छ? माटोको सहर भनेर भन्नुहोस् त। लोमानथाङ, मुस्ताङ जिल्लाको लोमानथाङ। यहाँ आइसक्यो लोमानथाङ। यो नोट गरिलिनुहोस्, यो सानै सानै इम्पोर्टेन्ट हो। मेडिकल सिटी भनेर कुन सहरलाई चिनिन्छ? मेडिकल सिटी भनेर कुन सहरलाई चिनिन्छ? कमेन्ट गर्नुहोस् त। जसलाई थाहा छ यो उत्तर नहेरेर कमेन्ट गर्नुहोस्। मेडिकल सिटी भनेर कुन सहरलाई चिनिन्छ?